बेला पाणेनी गाउँपालिका वडा नम्बर 6 को दातीबाङको अमृत दुध डेरीमा आएको छु। हजुरको शुभ नाम? मेरो नाम मिलन पौडेल। हजुरले अमृत दुध डेरीको सञ्चालक हुनुहुन्छ र यो अमृत दुध डेरी कहिलेबाट स्थापना भएको भन्न सक्न चाहनुहुन्छ? यो अमृत दुध डेरी 2073 साल 6 महिना 16 गतेदेखि यो पाणेनी गाउँपालिका वडा नम्बर 6 दातीबाङको उर्लेनीमा सञ्चालन भएको हो। उहाँको डेरीको पहिलो अध्यक्षको नाम बुद्धिराम पौडेल हुनुहुन्थ्यो। उहाँ डेरी हाल 80 सालसम्म चल्यो र यहाँको दुधको संख्या बढ्दो क्रम र यहाँ सेयर संख्या बढ्नेको क्रमले उहाँबाट हामीले डेरी यता ल्याइयो र यहाँ आएपछि यहाँका नयाँ अध्यक्षको नाम लोकमणि पौडेल हुनुहुन्छ। अहिले डेरीको अध्यक्ष हुनुहुन्छ। र यो दुध डेरीमा दुध दिनको दैनिक दुध कति आउँछ भन्न सक्नुहुन्छ? दैनिक दुध 60-70 लिटर आउँछ। र गाईको संख्या कति छ? गाईको संख्या 25-26 त्यस्तै छ। 25-26 सबै दुना छन् कि के छन्? अहिले सञ्चालनमा 12-13 जना गाई। सञ्चालनमा 12-13 जनाको गाई रहेको छ। र यहाँ यो डेरीलाई कसले सञ्चालन गरिएको र को मार्फत बनाइएको? यो डेरीमा बाहिरबाट कहीँबाट वडाबाट पैसा आएको होइन। यो डेरीमा खास यहीँका सदस्य सेयर मिलेर 35 जना सेयर मिलेर यहाँ पैसा उठाई यहाँ डेरी सञ्चालन गरेको। र यो मेसिनहरू देख्न सक्नुहुन्छ हजुरहरूले। र यहाँ मेसिनहरू पनि बिग्रिसकेको रहेछ र केही समयपछि बनाइएको रहेछ र वडा कार्यालय पनि नहेरेको र जनताले र सरकारबाट नि नहेरेको रहेछ। धन्यवाद मिलन पौडेलज्यू। धन्यवाद।